हाम्रो चाहिँ अब यात्रा घरबाट 3 दिनको यात्रा सुरु भइसकेको छ। अब हामी चाहिँ घरबाट एकदम हामी चाहिँ खरको पिछाडि तयारीमा छौँ। यहाँबाट चाहिँ सामान रेडी गरेर खरबाट चाहिँ हामी हिँडिसकेका छौँ। हामी चाहिँ अहिले बाख्राहरूसित रमाउँदैछौँ। भेटेको गोठका बाख्राहरू अहिले आफ्नो गोठतिर जाँदैछन्। अहिले रमाइलो भइरहेछ। अपी माल ट्रेकमा छौँ अहिले हामी। अब आज बसाइ हाम्रो यतै हुन्छ थाइसनतिर। ओजादेखि देखिन्छ आजको हाम्रो बसाइ चाहिँ हाम्रो घरदेखि चाहिँ थाइसनसम्मको। यहाँ चाहिँ एकदम चिसो भइरहेको अवस्था छ। दाइहरू भाइहरू उता जाँदै हुनुहुन्छ र यता हिमपात पनि छ धेरै। अब घाम पनि अब अस्ताउन लाग्यो। यस्तै छ हाम्रो यहाँको चाहिँ भ्यू हो। यो धेरै पुरानो रुख हो है। यो चाहिँ उता इन्डियातिरको यो उता हिमाल चाहिँ इन्डियातिरको चाहिँ हाम्रो नेपालको दार्चुला जिल्लाको हो। यो चाहिँ खासमा भन्नुपर्दा सिद्धटोपी ट्रेकिङमा चाहिँ हाम्रो अब आज दाइहरू यो चाहिँ आज हामी चाहिँ यतै थाइसन क्याम्पमा बस्ने निधो गरेका छौँ। यस्तै छ हिउँ परेर आएको छ। यता लास्टै हिउँ छ यता। यो ट्रेक चाहिँ सिद्धटोपी पदमार्गको ट्रेक हो। हाम्रो दाइहरू उता भाइहरू उता जाँदै हुनुहुन्छ।
हाम्रो यतातिर यो सेतो भएको चाहिँ हो यो चाहिँ ढुङ्गाको एरिया हो यो। हाम्रो बसाइ चाहिँ अब यहाँबाट 5 मिनट छ हाम्रो गन्तव्यमा पुग्न आजलाई। फेरि हामी भोलि बिहानैतिर निस्केर यहाँबाट सिद्धटोपी मार्गमा चाहिँ हामी पुग्नेछौँ। त्यहाँ भाइ हामीलाई चाहिँ बढी चिसोको कारण यहाँ अक्सिजन कम भएर चाहिँ हामीलाई यहाँ लेग लाग्ने अवस्थामा छौँ अहिले हामी। अब चिसोले चाहिँ हाम्रो यस्तो हेरा यो छ नि यो खोला जस्तो चाहिँ वर्षायाममा चाहिँ पानी बगेर आएको यो दरार भएको छ यस्ता माथिबाट आउने पानी अनि माथिबाट बग्दै यता आएर यो चाहिँ पानीले वर्षायाममा चाहिँ पानीले बनेको दरार हो यो चाहिँ। यो चाहिँ हाम्रो 50-100 वर्ष पुरानो रुख है यो रुख चाहिँ 50-100 वर्ष पुरानो रुख हो यो। हेलो गाइस, यो चाहिँ मेरो एरिया हो है हाम्रो बाउबाजुले चाहिँ बनाएको एरिया हो यो चाहिँ मेरो घर हो यो। मेरो घर चाहिँ म देखाउनु गइरहेको छु। बसाइनु भएको चाहिँ हाम्रो 10-15 वर्ष भइसक्यो यता। यो चाहिँ मेरो घर हो। हाम्रो चाहिँ पहिला आलु खेती हुन्छ यता आलु खेती हुन्छ। यो चाहिँ मेरो घर हो। हाम्रो पहिला यता पुरा यो के भन्छ यो बार लगाएको थियो हाम्रो यता। अहिले गाई गोरुहरूले चाहिँ सबै यस्तो गरेको छ। यो चाहिँ फाइनली मेरो घरमा पुग्यो। अनि सबै दाइ खाएको पनि यता काम देखाउनु पस्यो। गाइज म चाहिँ आफ्नो धेरै पुरानो यो मेरो एरियामा छु। मेरो घर उतातिर हो। यो छ नि यो वाला चाहिँ मेरो घर हो। यो पुरानो समथिङ 18-20 वर्ष भइसक्यो यहाँबाट छोडेको हामीले चाहिँ। यो आलु खेती गर्ने एरिया हाम्रो। अनि अहिले चाहिँ बर्खायाममा गाई गोरुले चाहिँ यहाँ सबै यस्तो बनाएको छ गाइज। त्यस्तै छ र त्यही हो गाइज। म चाहिँ अर्को भिडियोमा चाहिँ हाम्रो सिद्धटोपी मार्गको चाहिँ देखाउने छु तपाईँहरूलाई। यस्तै छ गाइज। हामी चाहिँ यो सिद्धटोपीको यो हाम्रो जाने बाटोमा चाहिँ बिचमा चाहिँ यो हाम्रो कटेजहरू बनाएको छ ठाउँ ठाउँमा पर्यटकहरूको लागि चाहिँ सजिलो हुन्छ भनेर। यस्तै छ यो हाम्रो सिद्धटोपी यात्राको चाहिँ यो पर्यटकहरूलाई चाहिँ यो यस्तो कटेज बनाएको छ गाइस। यस्तै छ। यो हाम्रो चाहिँ एउटा उता पनि छ, एउटा माथि पनि छ उता। त्यहाँबाट माथि गयो भने फेरि माथि पनि हुन्छ। बोले होला यो भिडियो ना करे माथिको 11 बजे लाग्छ हैन। हामी सबै भाइदाहरू मिलेर एक होला ज्यादा नाले साथ सुधारियो ए त्यो तति खाम भइया हो उजल लाग्दा ये मैं मुंह देखना
उता यहाँ हेर हब्ब यहाँ हेर ल ल फेसन गेस्ट हाउसमा छौँ रातिको करिब 11 बज्न आँट्यो तर के गर्ने भोग लागेर सबै दाइभाइहरू यो तमा खिचडी बनाऊ कि कले कसो बनाऊ हेलो गाइस ल दा के बोल नि ल के भन यो खिचडी चाहिँ कसले हो भने 11 बजिरहेछ अनि यो घरदेखि कम से कम हामी छौँ 20 किलोमिटर जति टाढा अनि यो जङ्गलमा फसेर चाहिँ यो पानामाको जङ्गल अमेरिका जान्नका केटाहरू नि सबै पानामाको जङ्गलमा खाना खाल्दा भोलिको वर्ष हाम्रो मेक्सिको छुट्टीतिर हुनेछ अब सायद त्यस्तै छ अवस्था खाना पनि दिनको लाउँदा यहाँ बिच डिक्ची राख पाँच ओभरतिर मान्छे बसेको ओजन छ तू डिक्ची ल्याए म यार यो याद याद छ कमेन आउनु त पल्ला खाले कमेन लाइला त बिच डिक्ची हाल्नु अरे आगो आगो त कोही बेला के अरे भाइ भिडियो सिस्टम यो आर्मी सिस्टम बनायो कि बाँध्नु मिसिने सिस्टम भिडियो बनाउन छ यो सिस्टम हो यो सिस्टम अझै थाहा मान्छे यसो अलि 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 ए मेरो भाइ तर सल्लाह रास्ता पुरा रास्ता पर्ने म बनाउन नदिए क्या यो चाहिँ हाम्रो भात एक ठाउँबाट अर्को ठाउँमा प्रसारण हुने तरिका यो चाहिँ हाम्रो बसाइ सराएर हामी चाहिँ भिडियो पनि ठाउँमा यार थियो पाँचजना छ क्या साप रमाइलो भएको छ मेरो मोबाइल हो ले यार यो चाहिँ एकजनाको यो एकजनाको चारजनाको हो यो चारजनाको उता हो कडा हो त्यसो कडा हो खाने भने यसरी हो भित्र दियो अब हाम्रो यो भात कार्यक्रम सकिने बित्तिकै हाम्रो अब देउडा जाने छ यता दाइहरू चाहिँ हाम्रो देउडा घरमा चाहिँ यस्तै छ यो जुठो होला मेरो भएको हो यो हेलो गाइस ये बात ले लो चलो बुरे पारा केटा पारा यता हिउँ 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 पग्लिँदैछ
मोबाइल वेलाइला भनेर दियो होला यो यो घुम्न आएको म घुम्न आउने के यता बाहिर खानपिन त्यति गोली हो यो दियो पो गता पकाएर गले हो त गर्दिउ यार पानको ठाउँ बन्यो पान कति डिग्री ताप्नु गुनगुन किटाइ पान पर जा अब परतिर यतिर जाम होला नितो गर्न भाइ लेल गुट्टी नि दिगो ए तो किति बिनी तो और घुइयो और खाने न बनाउने ले ढक्कन दे और खिचर किनमै पर्छौ म यो रात भइया यता यहीँ मेरो बिट के हो के भयो त भिडियो ओके छ आजको हाम्रो बसाइ चाहिँ हाम्रो घरदेखि चाहिँ यो थाइसनसम्मको हो आज थाइसनमै सीमित हुने भयो हाम्रो चाहिँ अहिले रातिको 11:45 भएको छ हाम्रो चाहिँ दाहरू यता आगो तापेर भर्खर यो हाम्रो खाना खाने थाल चाहिँ यही हो अब केटाहरू सुत्ने यहाँ हाम्रो खाटसा रेडी भइरहेछ भात पनि यति छ हाम्रो आगो त्यतै छ अनि उता दाइहरू भाइहरू उता हुनुहुन्छ सबै सुत्ने तयारीमा हुनुहुन्छ केटाहरू अनि यस्तो छ सिट यस्तो छ सिट हाम्रो चाहिँ बाहिर जाने आगो सागो ताप्ने हो अब भोलि चाहिँ यहाँबाट एक दिनको पैदल यात्रा छ हाम्रो सिद्धटोपी मार्गसम्म सिद्धटोपी हाम्रो गन्तव्य भनेको चाहिँ हाम्रो सिद्धटोपी हो माथि हाम्रो भोलि हाम्रो 12 घन्टाको पैदल यात्रा हुनेछ अनि हाम्रो दाइले चाहिँ औषधि उता औषधि छ हाम्रो यहाँ यो चाहिँ एकदम राम्रो औषधि हो यसले चाहिँ 500 mg को त्यो ट्याब्लेट बराबर हो यो चाहिँ हाम्रो भाइ बनाउँदैछ मालसाल सबै यस्तै छ त्यही एउटा हो खासमा चाहिँ हाम्रो हिउँ छ पानी चाहिँ यहाँ त छैन कतै छैन अब यो हिउँ पक्लेर चाहिँ अब त्यो डेक्चीमा चाहिँ हिउँहाल्ने पानी उमाल्ने हो यो के हाम्रो खाने चाहिँ यही हो 4 जनाले यसमा खाने 4 जनाले यसमा खाने त्यही हो गाई अब हाम्रो चाहिँ नयाँ भिडियो पछिसम्म आउँछ 1 बजे अथवा हाम्रो 2 बजेसम्म आउँछ नयाँ भिडियो नत्र त्यही हो चिसो बन्द भइरहेको छ अब आगो चाहिँ यतै रातभरि यस्तै हुन्छ आगो अब यस्तै छ गाई ल यही हो हाम्रो चाहिँ के भनौँ यसलाई यही हो गाई यही हो तर नाम चाहिँ थाहा छैन मलाई केटा हो रात काट्ने औषधि भने यही हाम्रो यो डेन्जरै हो रातिको 2 बजेको भिडियो हो गाइज अब म चाहिँ भर्खर उठेर 2 बजे निन्द्रा कहाँ लाग्छ अब घुम्न गएको मान्छे निन्द्रा लाग्ने कुरो भएन अब त्यही हो काठको यहाँ दाउरासँग अब यस्तै छ है अनि यस्तै भन्नुपर्छ 2 बजेको छ म सुन्न जानुपर्छ अब म चाहिँ दाइहरू भाइहरू चाहिँ यता छ सबै अब त्यस्तै छ गाइज अब मैले अघि भने आज 2 बजे उठौँ भने यसो दर्शकहरूलाई नि देखाउँ भनेको त्यहाँको रमाइलो अब मलाई निन्द्रा लागेर बस अब राम्रो यस्तै छ भित्र चाहिँ यस्तो छ फेरि सुत्ने केटा हो है सुत्छ कि केटाहरू हाम्रो चाहिँ अघि म चाहिँ भित्र सुत्या थियो भित्र सुत्या थिएँ अहिले 3 बजी माथि जानुपर्छ सो त्यही हो गाई त्यही हो र यो चाहिँ यस्तै छ यस्तै छ केटा हो खासमा यस्तै छ है अब 2:45 लाग्यो अब त अब सुत्ने हो भिडियो आयो भने 5 बजी आउँछ निन्द्रा उठे पनि नत्र यस्तै लोकल आयो भने त यस्तै छ
सो गाइस त्यही हो अब नयाँ भिडियो चाहिँ भोलि आउँछ कहाँसम्मको आउँछ त्यो पत्तै छैन फेरि फाइनली गाइस बिहानको मौसममा केटाहरू भात रेडी भइसकेको अवस्था छ उता काटेर अब यो आगो तापेर बिहान 5 बजेको अवस्थाको हो यो अहिले हिराहरू सुतेको अवस्था छ गुड मर्निङ गाइज गुड मर्निङ गाइज Good morning guys, good morning everyone. हाम्रो चाहिँ यो पानी बनाउने तरिका हो उहाँले घरमा पानी हुन्छ फाइनली हामी चाहिँ सिद्धटोपीको मन्दिर नजिक हामी पुगिसकेका छौँ अहिले त्यहाँबाट देखिने भ्यू चाहिँ यो हाम्रो सुदूरपश्चिमाञ्चल सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको यो हिक्किलामा पर्ने चाहिँ यो सिद्धटोपीबाट देखिने यो भ्यू हो अनि अब चाहिँ हाम्रो यात्रा चाहिँ अब 1 घन्टाभित्र चाहिँ हामी आफ्नो गन्तव्यमा पुग्नेछौँ दायाहरू उता हुनुहुन्छ अहिले यहाँबाट चाहिँ अनि हामी चाहिँ धेरै छैन अब 2 घन्टा पैदल यात्रा गर्नुपर्छ त्यो मन्दिर पुग्नलाई सो त्यो गाइज उता हिउँ परिरहेछ उतातिर त्यहाँ जान त हामीलाई 4-5 दिन लाग्छ त्यही हो गाइज म चाहिँ अहिले यता छु दाइ भाइहरू चाहिँ सबै हामीसँगै छौँ अहिले अब हाम्रो सिद्धटोपीको यात्रा चाहिँ अब 3 दिनको हुनेछ हामी आएको आजको दोस्रो दिन हो यो हामी हिजो घरबाट चाहिँ हामी हिजो 2 बजे लागेका थियौँ घरबाट अनि हाम्रो हिजोको बसाइ चाहिँ थाइसेनमा भएको थियो सो त्यो गाइस त्यहाँबाट हामी चाहिँ अहिले छकर्मे भन्ने स्थानमा पुगेका छौँ छकर्मे भन्ने ठाउँमा पुगेका छौँ अहिले यहाँबाट चाहिँ हाम्रो सबै यो देखिने भ्यूहरू चाहिँ हाम्रो यो उता हाम्रो किला उता बाँसपाली पिपलचौरी अनि उता यो सुनचेराको उता चाहिँ इन्डियाको यो चाहिँ इन्डियाको है केटा हो यो चाहिँ इन्डियाको भएको यो चाहिँ त्यही हो लास्टै चिसो भइरहेछ अब यस्तै छ गाइस अब दोस्रो भिडियो चाहिँ अब माथि 10 मिनट 15 मिनट माथि गएर बनाउनेछु ल है गन्तव्य भनेको चाहिँ यो माथि त्यो यो भ्यू टावर छ है यो मन्दिर तल्लो र माथिल्लो मन्दिर बिचको त्यो चाहिँ भ्यू टावर हाम्रो यहाँको प्रसिद्ध आन्तरिक
यो सिद्धटोपी यो मन्दिरले अनि यो भ्युटरले चाहिँ आन्तरिक पर्यटनहरू धेरै भित्र्याएको हाम्रो अनुमान गरिएको छ। जो त्यही हो गाइज। अनि हाम्रो चाहिँ यहाँ यो भाइकुन ताल यो पासादा ब्रह्म यो हो, यो चाहिँ यो पुरा आइस छ। यो चाहिँ हाम्रो चाहिँ पासादह धार्मिक स्थल हो। यो चाहिँ अब पूजापाठ गर्ने मान्छेहरू पासादहप्रति आस्था राख्ने श्रद्धालु भक्तजनहरू यहाँ आउने गर्छन्। यो चाहिँ पुरा आइस भएको छ अहिले। यो बिहानको अहिले 10 बजेको छ। अनि यो हुँदै हामी चाहिँ यो बाटो हुँदै फेरि योभन्दा माथि यो जुन यो छ योभन्दा माथि चाहिँ फेरि हाम्रो ब्रह्मदह छ। ताल यस्तै छ, धेरै गहिरो त्यो चाहिँ त्यहाँ चाहिँ। अनि हाम्रो त्यहाँ बस्ने ठाउँ पनि छ, पर्यटकहरूको लागि बस्ने ठाउँ बनाएको छ माथितिर। अनि पुरा हिउँ छ यहाँ चाहिँ दाइहरू चाहिँ यो। अनि यो उता जानु भएको छ यो भन्नु पर्यो। हाम्रो म चाहिँ एकछिनपछि तपाईँलाई इन्डियाको पञ्चाचुली भन्ने चाहिँ देखाउने छु है। अलि यताबाट देखिएको छैन, अलि म माथि जान्छु। तपाईँहरूलाई चाहिँ पञ्चाचुली 5वटा हिमाल बनेको उता म तपाईँलाई चाहिँ देखाउने छु। उता पारितिर चाहिँ यो हिउँ परिरहेको छ। यो जुन यो डाँडा छ नि कालो डाँडा, योभन्दा पर चाहिँ यो तिलछडे भन्ने ठाउँ हो। त्यो चाहिँ हिउँ परिरहेछ, हिमपात भइरहेछ त्यहाँ चाहिँ। अब हामी चाहिँ अब यो पासादह ताल हुँदै यो बाटो हुँदै त्यो बाटो हुँदै माथि यो बाटो हुँदै यहाँनिर यो बाटो हो ठिक्क यहाँ पुग्नेछौँ हामी। त्यहाँ गएर म चाहिँ भिडियो बनाउनेछु, तपाईँहरूलाई जानकारी गराउनेछु। सो त्यही हो गाइज, एकदम रमाइलो भइरहेछ, चिसो पनि भइरहेछ, एकदम खुसी पनि छौँ। अलि चिसोले अलि दुःखी पनि छौँ। पासादह ब्रह्मदेवले चाहिँ सबैलाई रक्षा गरोस्। सिद्धबा कैलाशपतिकी जय। गाइज हामी चाहिँ अब गन्तव्य स्थानतिर पुग्नलाई 1 घन्टा लाग्छ। चाहिँ गन्तव्य स्थान चाहिँ उति माथि हो, उति यो सिद्धटोपी त्यसलाई चाहिँ आन्तरिक पर्यटनहरू धेरै आउने ठाउँ भनेको चाहिँ हाम्रो यो काठमाडौँ जिल्लाकै नम्बर 1मा पर्छ सिद्धटोपी धार्मिक स्थल चाहिँ। अनि यहाँ चाहिँ यो एकदम भइरहेको छ, एकदम चिसो पनि त्यत्तिकै भइरहेछ, बतास पनि भइरहेछ, बादलले चाहिँ ठिकिरहेको अवस्था देखिन्छ। अब हामी यहाँबाट माथि जाने तयारीमा छौँ। त्यहाँबाट भिडियो बनाउँदै क्याप्चर गर्दै त्यहाँबाट गएर हुन्छ दाइहरू। अनि हामी यो अनि यो ताल आइस ताल हो। यो चाहिँ हाम्रो चाहिँ यो पासादह ताल, यहाँलाई चाहिँ फुलपाती चढाएर हामी ब्रह्मदह तालमा जानेछौँ एकछिनपछि। योभन्दा माथि पर्छ ब्रह्मदह चाहिँ। त्यहाँबाट चाहिँ अब हामीलाई अलि उकालो हिँड्नुपर्ने हुन्छ, आधी घन्टा जति उकालो हिँडेर चाहिँ हामी सिद्धटोपीमा पुग्नेछौँ, सिद्धटोपी मन्दिरमा पुग्नेछौँ। यहाँ चाहिँ हिन्दू धर्मावलम्बीहरूको चाहिँ मेन सिद्धटोपी चाहिँ त्यहाँ सिद्ध बाबाप्रति आस्थावान सम्पूर्ण भक्तजनहरूलाई चाहिँ त्यहाँ गेस्ट हाउसको व्यवस्था थियो। फाइनली गाइज हामी चाहिँ घरमेको ओराडभित्र छौँ, गुफाभित्र छौँ। यहाँ चाहिँ एकदम 50 वर्ष पुरानो गुफा हो। यो दाइहरू चाहिँ यो गुफाभित्र आगो ताप्दै बस्दै जलमाली उमाल्दै यस्तो छ। अब पानी खाँदा पनि यो हिउँ ल्याउने पानी उमाल्ने त्यही हो। फाइनली गाइज हामी चाहिँ
माथिबाट अलि तल झरिसकेका छौँ किनभने हिमपात भइरहेछ यता हिमपात भइरहेछ माथि हामी चाहिँ गन्तव्य स्थानमा पुग्न सकेनौँ त्यसको लागि केटाहरू चाहिँ नाममा छन् हिँड गई परिरहेछ उतातिर उता हिउँ परिरहेछ यहाँबाट उता चाहिँ हाम्रो गाउँ तल यहाँबाट 18 घन्टा लाग्छ गाउँ जान त्यस्तै चाहिँ यो सबै दाइ भाइहरू यतै छौँ सबै हामीहरू यो हिउँमा चाहिँ गलाएर लाई अब यस्तै छ यहाँ पानी बनाउने तातो पानी खाने ज्याज बचाउने यस्तै छ हामी चाहिँ 5000 मिटरभन्दा माथि छौँ अहिले यस्तै छ केटाहरूको यो चाहिँ भाइ हो है फाइनली रूपमा यस्तै छ यो त हिउँ परिरहेछ हामी चाहिँ माथि जाने प्लान थियो त बाबा कैलाशपतिको दर्शन गर्ने प्लान थियो सफल भएन यसले गाई हामी त्यही हो गाई भाइ बेला बेला पाउन है गाइज हाम्रो चाहिँ यता हाम्रो गन्तव्यविहीन यात्रामा चाहिँ यहाँ चाहिँ हिउँ परिरहेछ हामी चाहिँ अहिले हाम्रो गन्तव्य चाहिँ सिद्धटोपी मन्दिरभित्रसम्म थियो तर के गर्ने हिउँ परेर जान सकिएन गन्तव्यविहीन यात्राको गति रोकिने छैन अझै पनि हिउँ परिरहेछ केटा हो हाम्रो दाइहरू भाइहरू यता इन्जोय गरिरहेछन् उता यताहरू यो अब तातो पानी तताउने हिउँ गलाएर अनि यहाँ चाहिँ यो दाउराको आगो गरिरहेछ डेन्जर बताससहितको हिउँपात भइरहेछ यता अब चाहिँ डेन्जर हुने भयो बब्बाल हुने भयो अब चाहिँ अब सिन केही नदेखिने भयो बाहिरतिर त्यही हो अब झोलाहरू पनि हामीले यो दुलोभित्र घुसाएर राखेका छौँ सबले हाम्रो पानी खाने स्टाइल यस्तो छ हाम्रो के गर्ने केही छैन त अब के गर्ने यस्तै छ अब केटाहरू इन्जोय गरिरहेछन् म चाहिँ यहाँ छु केटा हो हिउँ परेर यहाँ मोबाइलभित्र गइसकेको छ बताससहितको हिमपात भइरहेछ अहिले अब हाम्रो यात्रा माथि हुन्छ कि तल हुन्छ त्यो चाहिँ थाहा छैन है फेरि अझै माथिबाट रिटर्न भएको माथि पनि जान सकिन्छ तल पनि जान सकिन्छ के हुन्छ हेरौँ एक हप्ताको यात्रा हो हाम्रो अब यहाँ कहाँ पुगिन्छ यस्तै छ नेट नै थियो यार भाइ मेरो यस्तै छ गाइड गाइड अब मौसमले साथ दियो भने हाम्रो गन्तव्यको भिडियो पनि आउन सक्छ नत्र के गर्ने मौसमले साथ दिन सकेन आज हामीलाई त्यही हो गाइड हिमपात भइरहेछ उतातिर हिमपात भइसकेको छ पुरा यता नि हिमपात भइरहेछ हाम्रो झोलाहरू कोही माथि छ कोही झोला यता छ तथालिङ्ग भएर इन्जोय गरिरहेछन् केटाहरू चाहिँ यस्तो छ उता केटाहरूको यस्तै छ पारा अब पानी पनि यस्तो छ अब पानी पिउनलाई पनि यस्तो छ कन्डिसन धताउने यसमा हाल्ने खाने यतानिरको जे भयो भने राम्रो हुन्छ ठिक छ गाइज ल म अर्को भिडियोमा चाहिँ योभन्दा राम्रो भ्यूहरू देखाउने प्लानमा छु ल गाइज अर्को ओके देखा जब अपनी जान पे आती है तो इंसान सारे रिश्ते नाते भूल जाता है और खुद को पहले बचाता है। ठीक है, हम तुम्हारी दोस्ती से खुश हुए, लेकिन बदलू की जगह तुम्हें हमारे साथ जाना होगा। मुझे मंजूर है। हिमपात भएर सेतामी भइसक्यो अवस्था छ अहिले Halo sasad mana samne sasad onne ये का जैसे कोई दिना कसरी लाइक जाती मोबाइल ले छ अंगुरी भएका छैन यसलाई त एक मुठो
चिनाला अंगुरी खा रहा कौन है ये सान कमी बात चाहिए कोई जी खा हम लोग चलो आज बाजी नहीं बलबर बात त खाना को जानो खाना त दम द कोटा दम द हेलो गाइज हाम्रो चाहिँ सिद्धटोपीको यात्रा क्यान्सल भयो जस्तो छ किनभने हिमपात भारी हिमपात भइरहेछ यता हामी सबै आधी बाटोबाटै फर्किने क्रममा छौँ अनि दाइ भाइहरू चाहिँ तल गइरहेछन् अहिले रुमतिर चाहिँ डेन्जर हिमपात भइरहेछ अहिले हामी करिब हिजो हामी बास बसेको ठाउँमा हामी पुग्दैछौँ अब माथिबाट प्लान क्यान्सल भएर हिमपातले गर्दा हामी चाहिँ जान सकेनौँ अनि यस्तो हिमपात परिरहेछ यो चाहिँ दार्चुला जिल्ला हिकिलाको चाहिँ यो मल्ली थाइसेन भन्ने ठाउँ हो अहिले छत्रबासमा हामी चाहिँ अहिले बसेका छौँ हिमपातले हामीलाई न तल न माथि जान दिइरहेछ सो त्यही गाइज हिउँ परिरहेछ मोबाइलमा पनि अब भिडियो बनाउने अप्ठ्यारो भइरहेछ अब यो भाइ र म छौँ अहिले दाइहरू चाहिँ सबै गइसकेका छन् यस्तो हिउँ परिरहेछ कि डेन्जर हिउँ परिरहेछ अहिले अब रुम जान पनि धेरै गाह्रो भइरहेछ अब हामीले चाहिँ यो यस्तो डेन्जर हिमपात भइरहेछ अहिले भारी हिमपात भन्नुपर्छ अब घर फर्कने क्रममा चाहिँ अहिले बिच बाटोमा चाहिँ हामीले हिमपातले गर्दा जान सकेका छैनौँ त्यसको लागि चाहिँ अहिले केही समय हामीले यो छत्रबासमा वेट गर्नुपर्ने हुन्छ सो त्यही गाइज हामी चाहिँ अब अलि वेट गर्नुपर्छ यता 5-10 मिनट के हुन्छ अब हिमपात अलि रोकिन्छ भने यहाँबाट जान सकिन्छ नत्र जान धेरै गाह्रो भएर हिमपातले गर्दा हामीलाई यतै बस्न बाध्य बनाएको छ गाइज म चाहिँ अब जाने बेला तल हाम्रो हिजो बास बसेको ठाउँमा चाहिँ त्यहाँबाट चाहिँ भिडियो बनाउने छु ओके गाइज ल माया को संसारमा आज धीरे जाना भयो आज धीरे जाना भयो आएको 2 दिन भएको यता भयो है हामीलाई अनि हाम्रो बस्ने कटेज चाहिँ छ यो हाम्रो उता तयार हुनुहुन्छ त्यो आगोको
रमाइलो भइरहेछ खासमा भन्नुपर्दा डेन्जर हिउँ परिरहेछ टक्कर बन्द भइरहेको उता चाहिँ हाम्रो एउटा ताल हो उता डेन्जर ताल छ उता चाहिँ ताल हाम्रो यो चाहिँ ताल हो ताल ठुलो ताल छ हिमपातसँगै हाम्रो यो आगो चाहिँ डेन्जर भइरहेछ हिमपात पनि परिरहेछ अहिले आगो पनि भइरहेछ खतरै चलिरहेछ आगो पनि हिमपात पनि डेन्जर भइरहेछको अवस्था छ फाइनल्ली गाइज आगो पनि त्यस्तै छ हिउँ पनि त्यस्तै परिरहेछ यो भन्दा रमाइलो जिन्दगीमा के होला यार जिन्दगीमा खुसी भनेको नै यही हो कि आफ्नो इच्छा लागेको गर्ने इन्जोय गर्ने अहिलेसम्म नदेखेको दृश्य देखिरहेछ आज हिउँ पनि त्यत्तिकै परिरहेछ उता आगो पनि डेन्जर भइरहेछ उता हिमपात पनि डेन्जर परिरहेछ आगो पनि डेन्जर बलिरहेछ उता बेजोग रमाइलो भइरहेछ के बेजोग रमाइलो हिमपात डेन्जर भइरहेछ के अब हान्ने Hi guys, good morning from Thaiside. हो त्यो देखि नि हिमाल चाहिँ इन्डियाको हिमाल हो त्यो सेतो ठुलो होला सबै इन्डियाको हिमाल हो सबै देखिने इन्डियाको हिमाल हो मौसम बदली पनि भइरहेछ आज पनि हिउँ पर्ने सम्भावना धेरै छ यताबाट चाहिँ नेपाल बिहान हाल्नु हुँदैन हिउँ चाहिँ यो भाडामा डढाएर चाहिँ हलाएर चाहिँ अब हाल्नु हुने प्लानमा भएर चाहिँ त्यही हो रमाइलो भइरहेछ
जलमाने जलमाने हिउँको खिचडी चटनी हुँदैछ हिउँको यता बिहान बिहान चटनी बनाउने भन्ने केटाहरूले भिडियो बनाउनु भनेर पर्छ गो 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 Malian wrong pa. Bagala birge. जोकर लो भरा जाए पल्टान त म के हो जोकर पल्टा त अन्तरा अरे बाजै घुम एककाल जोकर पल्टायो भने ल पल्टाउनु पल्टाउनु हाल्छु ल सही बोल्नु पल्टिसो 1 2 डेन्जर अवस्थाको हो बकुरान त हो ल यो अहिले हामी सेन्ट्रलमा छौँ सेन्ट्रलमा बसिरहेको अरे यहाँ त
ल्या ल्या नि कम्प्युटर खाइदिन कम्प्युटर मुला बुझ्नु